हे गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू आज चाहिँ शुक्रबारको दिन मौसम पूर्वानुमान महाशाखाले प्रिडिक्सन गरे जस्तै ठ्याक्कै हेर्नु अहिले हावाहुरी सहितको चाहिँ मेघ गर्जन सुरु भइसकेको छ। अनि अहिले चाहिँ दिउँसै 2 बजेको समय भइरहेको छ। 2 बजे नै हेर्न सक्नुहुन्छ। रातको 7-8 बजे जस्तो अँधेरो छ चारैतिर। एकदम डरलाग्दो मौसम चाहिँ भएको छ। अलिअलि सितासिती पानीहरू थोरै पानी पनि पर्न स्टार्ट गरेको छ। अब हावाहुरी त झन् अहिले यो चैत वैशाखको मौसम पनि भएन होला, खत्रै हावाहुरी लाग्न सुरु भइसकेको छ। आँपका बुढामा भएका कोपिलाहरू, फल लाग्न लागेको फुलहरू सबै झराल्ने भयो। गहुँ बाली अनि अडर त्यसपछि गएर खेतीबाली पनि सबै नष्ट पार्ने भयो। साथीहरू आज विनाशकारी मौसम छ, एकदम डरलाग्दो मौसम छ। म अहिले अफिसमा छु। यति बेला 2 बजे नै यस्तो खालको अँधेरो चाहिँ वायुमण्डल देख्दा त डरै लागेर आयो। साथीहरू हेर्न सक्नुहुन्छ सबैतिर दिउँसो 2 बजे टन्टारा पुरै घाम लाग्ने ठाउँमा अघि भर्खरसम्म चाहिँ 10 बजेसम्म चाहिँ घाम लागिरहेको थियो भने अहिले चाहिँ यस्तो छ। चारैतिर चाहिँ बिजुली चम्किरहेको छ। ठुलो पानी पर्ने, हावाहुरी आउने सम्भावना छ। मौसम अनुमान महाशाखाले भने जस्तै आज चाहिँ टेरिबल हुरिबल डेन्जरै चाहिँ मौसम हुने भयो। साथीहरू बुटवलतिर चाहिँ यस्तो प्रभाव छ, लुम्बिनी प्रदेशभरि चाहिँ यस्तो प्रभाव छ। अब अन्य ठाउँमा कस्तो छ, कहाँबाट साथीहरू कसले हेर्दै हुनुहुन्छ यसो प्रतिक्रिया दिनु होला। डेन्जर हावाहुरी लाग्छ है साथीहरू बुटवलमा। हावाहुरी त छँदैछ, पानी पर्न स्टार्ट भइसकेको छ। सितासिती पानी परेको छ। हेर्नुहोस् त कस्तो छ माहौल बुटवलको। कोही पनि घर बाहिर निस्केको छैन। सब पातहरू, रुखको पातहरू चाहिँ उडाएर लिएर आएको छ। बाटोमा अँधेरो छ। अब हेरौँ के हुन्छ भन्ने कुरा। पानी चाहिँ झन्न परेको छैन। मैले जीवनमा फर्स्ट टाइम होला साथीहरू यो दिउँसो 2 बजे नै यति अँधेरो मौसम भएको देखेको। हेर्नुहोस् त साथीहरू बाटोमा मान्छेहरू पनि छैन, सबैजना घरभित्र बसेको छन्। झ्यालढुङ्गा लगाएर फ्रिजको तार, एसीको तार अनि अरू डिभाइसेसहरू सबैको टिभीहरूको तार चाहिँ छुटेर राख्नुपर्छ यस्तो बेलामा चट्याङ पर्ने डरमा। डेन्जर हुन्छ। सबैजना रहनु होला, आफ्नो घरमा सावधानी भएर बस्नु होला। सुरक्षा अपनाउनु पर्छ यस्तो बेलामा। अलि दरिलो केही चिजहरूमा चाहिँ ओत्लाएर बस्न चाहिँ राम्रो हुन्छ।